अर्ली भनिदिउँ भनेर स्कर्ट लगाएको आज बिजोक छ यहाँ बिजोक गरिबसेछ भेडा लेकतिर गएर कि अहिले गर्मी भएर So hey everyone, welcome back to my another new video. I hope you guys are doing well. अनि म नि सन्चै छु ठिकै छु अनि आज चाहिँ न्यू इयर इभ हो सो सबैलाई ह्याप्पी न्यू इयर है हाम्रो चाहिँ अनि थोरै प्लान छ चितलाक जाँदैछौँ हामी अनि भोलि दिनभरि घुम्ने अनि बेलुका फेरि घर पनि जानु हो मतलब बेलुका हुनाले आफ्टरनुनमा सो कुरिरहेछु म चाहिँ कहाँ गयो आएन त कोही पनि कस्तो कोही नआउनु आउँदैछ ठिक छ लास्टचोटि गरौँ न त आज पशुपतिमा बस्छ नि घरको साथी नै आइसक्यो हेलो सुभाष नै आइसक्यो हामी चाहिँ निस्किँदैछौँ स्ट्रेट यो न अब सिधै उता गएर भिडियो गर्छु मेरोमा स्पेस धेरै छैन के फाइनली पुग्यौँ उत भएर आँखा म यहाँ कस्तो बिजोग छ धुलै धुलो अफ रोड रहेछ रमाइलो आफैले गर्ने हो नेट पासवर्ड देऊ न मलाई कनेक्ट भयो अलि गऱ्यो भने एकछिन भन पासवर्ड देऊ न मलाई वाइफाईको देऊ न नेटै अफ गरेन नि सर हेरौँ होइन लास्ट मोमेन्टमा बुक गरेको त्यही पनि ठिकै छ सो अब हामी रेडी हुन्छौँ एकछिन होइन अलि टाइम लाग्छ रेडी हुनलाई चाहिँ तर ड्रेस भन्ने चिज कसरी लगाउने भइरहेको छ सो गाइस हामी चाहिँ रेडी भइसक्यौँ अनि मेकअपहरू पनि थोरै थोरै गरेको छौँ एकदम होइन अलिअलि तर मेन कुरा एउटा कुरा चाहिँ के भने नि हाम्रो चप्पल हेरौँ न चप्पल ब्युटी इज पेन रे होइन के अरे हामी चाहिँ नो ब्युटी नो पेन होइन त ओन्ली कम्फर्ट सो अब हामी बाहिर जान्छौँ होइन केटाहरूको रियाक्सन हेरौँ न ल के हुन्न आऊ न May I come in? Hello. के होला बतार खबरमा यहाँहरूलाई स्वागत छ हो के साह्रो हो बिचरा इग्नोरै हान्थ्यो मलाई त गाइज यस्ताहरू त छन् अनि जहाँ आफ्नो भ्यालु हुँदैन त्यहाँ नबस्ने रे अब हामी चाहिँ फोटोसोटो खिच्छौँ दुईजना मिलेर होइन अप्ठ्यारो मान्नुहुन्न अब हामी दुईजना फोटो खिची बसौँ न यहीँनिर उनीहरू नआउने रे के थाहा लम्बतार खबरमा छ रिसाएको क्या छैन होला किन रिसाउँथ्यो र हामी धेरै टाइम लगाएको छैनौँ रे के आँखा कति सानो रेडी भएको नि सो त्यही हो हाम्रो ट्यालेन्ट रे के रेडी के भएर पुरै रातो रातो यो लाग्छौँ नेचुरल मेकअप गरेको अरे नेचुरलमा चाहिँ हामी उहाँ कहाँदेखिबाट आएको थियौँ क्या अनि आउँदा 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 यस्तो लाल लाल भएको क्या हाम्रो गाडा मात्रै नाक पनि भएको छ गफाडी लो सो एउटा भिडियो बनाऊँ न होइन एक भिडियो त बन्दा ओके सो गाइस हामी चाहिँ एकछिन उको लागि मात्र होइन फर्मेलिटीको लागि फोटो खिच्नको लागि मात्र यसो त्यो चिसोवाला लुगा लगाएको हो अनि अहिले चाहिँ हामी फेरि चेन्ज भइसक्यौँ अनि यो केटाहरू हो कि जहिले लेट हुने हो त्यहाँ ढोका लाउँदै हामी दुईजना अघि नै बिचरा हामीलाई बाहिर पुऱ्यायो नि त त्यस्तो खाली आयो लाइटमा लाइटमा यता हामी चाहिँ खाना खान जानु लाग्यो कस्तो चिसो है अति चिसो We started Allegiance Flag Supply with a pledge. Make American flags, buy Americans, in America. We support over 100 American jobs and many more across our 100% American supply chain. With your support, you can help us on our mission to keep the American flag truly American. Is it still Allegiance?
होस् सबैको है, यही आशा गर्छु। आज चाहिँ हामी यसो घुम्नेछौँ होइन, भेडा फार्म, कुलेखानी ड्याम त्यस्तैतिर। अनि म चाहिँ अघि नै उठेर रेडी भइसकेँ। सो गाइस हामी चाहिँ निस्किन लाग्यौँ अब यहाँबाट। अनि यता कस्तो बिजोकले बस्यो, स्कर्ट लगाएको कि यसो गर्ली बनिदिउँ भनेर स्कर्ट लगाएको। आज बिजोक छ यहाँ, बिजोक गरी बसेछ। सो गाइस एकचोटि हेरौँ है चित्राङ, पुरा गाउँ आएको जस्तो भइरहेन फिल। सो हामी चाहिँ निस्किसक्यौँ अनि धेरै घुम्नु छ आज, घर पनि जानु छ आज, कम गाह्रो मलाई रे क्या। सो वान्स अगेन ह्याप्पी न्यू इयर गाइस। राजा एकचोटि हेर्नु न, पुरै कस्तो गाउँ आएको जस्तो फिल भइरहेछ। सो हामी चाहिँ कुलेखानी जाँदैछौँ होइन, ड्याममा बोटिङ गर्न अनि के गर्न घुम्नलाई। सो एकदम मलाई चाहिँ पछाडि बस्नु पायो नि त, अनि पुरा अब नयाँ साल, नयाँ इनर्जी, नयाँ उमङ्ग गाइस होइन। बाटोमा कोही छैन भने म मक्ख पर्दैछु, तर हामीलाई थाहा छैन बाटो चाहिँ यो हो कि होइन। लास्ट टाइम हामी चाहिँ गलत रास्तामा रहेछ अरे के। पढ़ने पे ध्यान दे, हमारा तो क्या है, हम तो शुरू से ही गलत रास्ते पर है। आर के चाहिँ देखाने यहाँ काठमाडौँमा घर छ, मलाई के डर छ। सो हेलमेटमा टिकटकको नाम छ, उसलाई गएर फलो गरिदिनु होला अरे के। आमा अच्छा मलाई यति छेउमा रोके कस्तो डर लागिरहेको। सत्यानाश, मेरो कालो टी सर्ट स्कर्ट नि त्यस्तै सेतो भयो। उता जानु पनि हामी चाहिँ रङ बाटोमा आएछौँ अनि यहाँ डाँडामा आएर बसिरहेछौँ हेरेर। हामी चाहिँ एक राउन्ड घुमेर नि फर्केको हेर गाइज। त्यहाँ मेरो चाहिँ क्याप पनि खसेको अनि एउटा आर्मी दाइले दिनुभएको। खालि यो केटाहरूलाई नै हो कि, केटाहरूलाई नै लेट हुनु, ढिला 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 लाउने यता हुनुहुन्छ एउटा महाशय। सो हामी चाहिँ स्पिड बोटिङ भने त उडायो सपना सबै, हुरीले बिग्रेर त्यहाँ बसिरह स्पिड बोटिङ। अनि अब हामी यहाँबाट जान्छौँ। कस्तो ल 3, 2, 1 ल भयो। भिडियो नि छ, फोटो नि छ। सो गाइस हामी चाहिँ कुलेखानीबाट अब भेडा फार्मतिर लाग्यौँ होइन। यति धुलो छ, त्यही भएर मास्क लगाएको। अनि अमृतहरू पछाडि आउँदैछन्। सबैले राम्रो राम्रो भिडियो मात्र हाले, यसरी धुलो खाएको भिडियो कसैले हालेन। म आउने थिएन। माई गुडनेस, भेडा फार्म आउँदा हामी भेडा भयो गाइस। धुलो 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 धुलो, माई गड कति धुलो। किन हाल्ने क्यामेरामा हालेपछि ए धुलो त्यति देखाएन। भेडा फार्म गाइस, बर्खामा आउनु पनि हिउँदमा हामी भेडा लेकतिर गएर कि अहिले गर्मी भएर। ए अरे भेडा फार्म गाइस, भेडाले गर्नु गऱ्यो रे गाइस। अब यसो यहाँ स्न्याक्सहरू छ, त्यही खाइदिने हो हामी बसेर। मेरो मेरो हालत आमै उही क्यामेराभरि पनि माटै माटो रहेछ यार रुख है। सो गाइस त्यही हो, बाइकमा नआउनु चितलाङ, अनि विशेष गरी वैशाखमा नआउनु, हरियो बेलामा आउनु। धुलै धुलो धुलै धुलो धुलै धुलो। भेडा फार्म हेर्न हावा गफ नहान्ने यार। एक्सपेक्टेसन भर्सेस रियालिटी भने जस्तै रे के। धुलो चाहिँ धेरै कि, अरू ठिकै थियो कि, बरु यो भ्यूसँग डिसअपोइन्ट भयो पनि धुलो नभइदिए भए त केही नि हुन्थेन कि। अति धेरै छ, म कहाँ हिँड्दिनँ अब। सो हामी चाहिँ केही खाँदैछौँ, उतातिर पिकनिक आएको मान्छेहरू। गाइस बल्ल बल्ल भेडा आयो है, भेडा फार्ममा भेडा देखियो। गाइस यही हो भेडा फार्म चाहिँ। हरियो भावी चाहिँ रमाइलो हुन्थ्यो होला, अलिअलि बाख्रा चढ्दै यता यता भेडा चढ्दैछ। यही हो, आज हामीले कुलेखानी र भेडा फार्म मात्र कभर गर्नुभयो।
यसरी आफ्नो फोहोर आफैले उठाउँ है त्यसरी उता हेरौँ त कति धेरै बोतल फाले यसरी नफाल्नु होला कृपया आफूले गरे फोहोर आफै लानु होला यही भन्दै आजको भिडियो अन्त्य गर्न चाहन्छु थ्याङ्क्स फर वाचिङ स्टे ट्युन अरू नि भिडियो बनाउनु जस जाँगर आओस् मलाई अलिक भ्युज लाइक कमेन्ट सबै आउनु पर्यो बाँदर मजा सो गाइज थ्याङ्क्स फर वाचिङ